आज जाडो भयो हौ साथीहरू, ब्ल्याङ्केट पनि ल्याइएन है। घाम त लागेको छ तर पनि चिसो चिसो फिल क्या, सो टोपी सोपी लगाएर होइन। यो बच्चाहरूको ट्राउजरले यहाँ छोपेर बसिरहेको छु म चाहिँ है। सबै सामानहरू लगेर बच्चाहरूलाई जाडो हुँदैन रहेछ, तिनीहरू त खेलेछ पर। हेर त यस्तो चिसोमा खेलेको यिनीहरू पानी, यिनीहरूलाई जाडो साडो केही हुँदैन रहेछ हौ। हुन त बच्चाको जाडो बाख्राले खान्छ भन्दै थियो, युकेको पनि बाख्राले खाइदिएछ यिनीहरूको जाडो। कति साह्रो खेलेको यिनीहरू, आउँछ भने आउँदैन, आउँछ भने आउँदैन होइन। यिनीहरू आज त्यही बस्छन् कि के हो बास आउँदैन नि त, कति साह्रो खेलेको हो। के साह्रो खेलेको यिनीहरू, राम 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 राम। तर पानी खेल्दाखेरि सायद जिउ तातिन्छ कि है, त्यही भएर हो कि म चाहिँ यहाँ बसेर होला। जाडो भइरहेको छ साथीहरू। म पनि यसो अलिकति हिँडौँ न त भनेको त, मेरो त बच्चाहरूले चप्पल लगाएर गइदिएछ नि त, नि म के लगाएर कहाँ हिँड्नु हो भन, यत्तिकै पालामा हिँड्नु। आज चाहिँ चिसो रहेछ नि बल्ल, कस्तो राम्रो वेदर क्या, तर राम्रो भएको छ। धेरै पर नजाउँ, मलाई फेरि चराले खाइदिन्छ है यिनीहरूको खानेकुराहरू। त्यहाँनिर सबै फिजाएर बसिरहेको छ है। जस समरमा बिचहरू हिँड्नु होइन, कता कता डुल्नु जानु यही नै छ। दुःख गरे पनि होइन, अनि युकेमा चाहिँ यिनीहरू गर्दाखेरि रमाइलो हुने क्या है।